नमस्ते, मेरो नाम चाहिँ रश्मि पनेरू। अहिले हजुरहरूले मेरो भिडियो फोटोहरू सबैतिर देख्नु भएको होला, फेसबुक तथा टिकटकमा अनि अन्य सोशल मिडियाहरूमा देख्नु भएको होला। खास गरी चाहिँ टिकटकमा चाहिँ धेरै नै मान्छेहरूले मेरो फोटोहरू युज गरेर अनि नराम्रो भनिराख्नु भएको छ। अनि मैले कमेन्टहरू पनि देख्दै थिएँ, एकदमै धेरै मान्छेहरूले कमेन्ट पनि नराम्रो गर्नुभएको थियो। म तिनीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि चाहिँ हजुरहरूले चाहिँ एउटा साइडको मात्रै स्टोरी सुनेर, एउटा मान्छेले भनेको अनुसार मात्रै सुनेर पढेर कसरी एउटा मान्छेलाई जज गर्न सक्नुहुन्छ, कसरी मलाई नराम्रो बनाउन सक्नुहुन्छ? हजुरहरूलाई के थाहा छ मेरो लाइफको बारेमा? रियालिटी के भइरहेको छ, रियालिटी के हो भनेर हजुरलाई के थाहा छ र? केही पनि थाहा छैन। अनि अर्को कुरा चाहिँ सबैतिर फेसबुकतिर टिकटकतिर के कुरा भइरहेको छ भन्दाखेरि चाहिँ म यहाँ अमेरिकामा केटासँग लिभिङ टुगेदरमा बसिरहेको छु, त्यो पाकिस्तानी केटासँग। यहाँ हामी दुईजना सँगै अपार्टमेन्टमा बसिरहेछौँ भन्ने कुरा छ, जो कुरा सत्य होइन। यदि जोले भन्दैछ भनिरहेको छ जो मान्छेले हामी यहाँ सँगै बसिरहेछौँ भनेर, त्यो मान्छेलाई प्रुफ माग्नुस्। यदि त्यो मान्छेसँग प्रुफ छैन भनेपछि म दिन्छु हजुरहरूलाई प्रुफ। मसँग छ, हरेक महिना मैले रेन्ट पे गरेको मसँग सबुत छ। म यहाँ एउटा सानो अपार्टमेन्टमा हामीहरू कसरी स्ट्रगल गरेर सबै स्टुडेन्टहरू, सबै मेरो केटी साथीहरू, हामी 4 जना बस्थ्यौँ। सबै साथीहरू मिलेर बसेर गरेर कसरी सबै गरिरहेको थिएँ मलाई मात्र थाहा छ, त्यो कुराहरू हजुरलाई थाहा छैन। अनि अर्को कुरा चाहिँ सबैतिर मेरो बुवालाई चाहिँ नराम्रो बनाइराख्नु भएको छ हजुरहरूले। बिहे गर्दाखेरि भगाएर मलाई ल्याउँदाखेरि उसले मेरो मम बाबाको पर्मिसन लिएर भगाएर ल्याएको होइन नि मलाई। बिहे गर्दाखेरि उसले मेरो मम बाबालाई सोधेको थियो। अनि अहिले चाहिँ मेरो मम बाबा चाहिँ, मेरो बुवा चाहिँ बिचमा कहाँबाट आउनुभयो? अनि अर्काको बुवालाई, अर्काको फ्यामिलीमाथि अनि यत्तिकै जे पाए त्यही अनि दोष लाउने, अनि अर्काको बुवालाई नराम्रो भन्ने, तपाईहरूलाई यो हक कसले दियो? कसैलाई जज गर्ने, कसैको बारेमा नराम्रो भन्ने। अनि सबैजनाले भनिराख्नु भएको छ कि त्यो भाइलाई न्याय मिल्न पर्छ रे, न्याय दिन्छौँ रे। न्याय दिनलाई गर्नलाई तपाईँहरू को हो र? जज छ त, कोर्ट छ त, उनीहरू भएको के फाइदा? नि तपाईँहरूले नै न्याय दिने भए, सबै डिसिजनहरू तपाईँहरूले नै बनाउने भए त के हुन्थ्यो र? आफ्नो भ्युज बढाउनको लागि, आफ्नो लाइकहरू बढाउनको लागि यत्तिकै मान्छेको कसैको पनि फोटो युज गरेर यत्तिकै जे पाए त्यही बोल्न पाउँछ, गाली गर्न पाउँछ। मेरो इमेज छैन, ऊ छैन, मेरो इज्जत छैन। अनि अर्को कुरा चाहिँ धेरै मान्छेहरूले इभन मलाई मेरो इनबक्समा पनि आएर भन्नुभएको छ कि ऊ भाइसँग कन्ट्याक्टमा आऊ रे, उसँग कुरा गरेर यो गर भनेर भन्नुभएको छ। मैले उसलाई कुनै ठाउँबाट पनि ब्लक गरेको छैन, इन्स्टाबाट पनि, फेसबुकबाट पनि, कुनै ठाउँबाट, व्हाट्सएपबाट पनि, कहीँबाट पनि मैले उसलाई ब्लक गरेको छैन। सबै ठाउँबाट ऊ मेरो कन्ट्याक्टमै छ। अब हामीहरूको यस्तो भइरहेको भएर अहिले कुरा मात्र नभएको हो, मैले कुनै ठाउँबाट केही पनि गरेको छैन उसलाई। अनि अर्को कुरा चाहिँ अब उसको पैसा फिर्ता गर भन्ने कुरा भएको छ। उसको पैसा खायो रे, ऊ गर्यो भन्नुभएको छ। अनि त्यो कुरा पनि म हजुरहरूलाई भन्छु, त्यसको आन्सर पनि म दिन्छु हजुरहरूलाई। हामी दुईजना फ्यामिलीले बसेर नै सबै चिज गरेरै हामीले डिसिजन बनाएर उसको पैसा रिटर्न गरिदिने भनेर भनेको हो। अनि अर्को कुरा चाहिँ हाम्रो पैसा यति लागेको उति लागेको भनेर भन्नुभएको छ यता युएस पठाउँदाखेरि। त्यो कुरामा पनि म केही भन्न चाहन्छु। मेरो बुवाले पनि आधी पैसा लगाउनु भएको थियो, आधी पैसा मेरो बाबाले पनि दिनु भएको थियो, सो हेल्प गर्नु भएको थियो हामीलाई। अनि त्यही भएर अनि मेरो बुवाले चाहिँ हामीहरूले दुईजना परिवार बसेर मिलेर चाहिँ अनि हामीले के भनेको थियौँ भन्दाखेरि सल्लाह गरेको थियौँ पैसा चाहिँ अनि दिने भनेर भन्नुभएको थियो। अनि अर्को कुरा के भन्दाखेरि चाहिँ मसँगै मेरो फोटोहरूसँगै अनि पछि अर्को त्यो केटाको पनि फोटोहरू हजुरहरूले लाएर जे पाए त्यही अनि उसको बारेमा पनि भन्नुभएको छ, गर्नुभएको छ। उसलाई मैले चिनेको छु,
मेरो साथी हो। अब अमेरिकामा कोही बसिराख्नु भएको छ, यो भिडियो हेरिराख्नु भएको छ भनेपछि उहाँहरूलाई थाहा होला युएसमा आएर कस्तो हुन्छ, को मान्छे कतिखेर काम लाग्छ भन्ने कसैलाई पनि थाहा हुँदैन। हेल्प सबैको चाहिन्छ, सबैसँग राम्रोसँग बोल्न पर्छ, मिलेर बस्नु पर्छ। त्यसमा केही ठुलो कुरा भएन। हेल्प जसलाई पनि जतिखेर पनि चाहिन सक्छ, हुन सक्छ। अनि सबैतिर मैले देखेको के भन्दाखेरि एउटा त्यो स्क्रिनशट छ जुनमा चाहिँ त्यो केटाले चाहिँ मलाई $1000 चाहिँ पठाएको छ। त्यो के हो कुरा भन्दाखेरि म भन्छु, मेरो कलेजको फी तिर्नु पर्ने थियो, मलाई गाह्रो भएको थियो। अनि मैले उसँग चाहिँ सापट्टि मागेर, मलाई त्यतिखेर अर्जेन्टली चाहिएको थियो, मैले उसँग सापट्टि मागेर अनि उसले मलाई मेरो अकाउन्टमा पैसा पठाएको। अनि उसलाई मैले भोलिपल्ट नै क्यास पैसा उसलाई मैले $1000 उसले मलाई पठायो, $1000 नै मैले उसलाई क्यास दिएको। त्यो हो रियालिटी चाहिँ। अनि हजुरहरूले त्यो एउटा त्यो स्क्रिनशट देख्ने बित्तिकै गर्ने बित्तिकै अनि त्यो जे पाए त्यही बोल्न गर्न पाउँछ अनि त्यसरी। अनि म अरू के भन्न चाहन्छु भन्दाखेरि मेरो बुवाको बारेमा, मेरो घर परिवारको बारेमा चाहिँ कसैले पनि नराम्रो नभनिदिनु होला। अनि मेरो फोटोहरूमा, मेरो भिडियोहरूमा पनि नराम्रो कमेन्टहरू नगरिदिनु होला। अनि यो सबै उसले किन गर्दैछ, मलाई किन अहिले बदनाम गरिरहेको छ, बेइज्जत किन गरिरहेको छ भन्दाखेरि चाहिँ उसले चाहिँ मेरो फ्यामिलीसँग मसँग 2 करोडको डिमान्ड गरेको थियो पैसाको लागि। अनि जो कि हामीले त्यति धेरै पैसा हामी दिन सक्दैनौँ, गर्न सक्दैनौँ भनेर भन्यौँ। अनि त्यसपछि चाहिँ आएर उसले यस्तो गरेको। पहिला चाहिँ 2 करोडको डिमान्ड गरेको थियो। अनि केही समयपछि चाहिँ उसले अनि हाम्रो लागेको पैसा दिनु भनेर भनेको थियो। अनि त्यही अनुसारले हामीले उसलाई 20 लाख रुपियाँ उसको लागेको जति पैसा थियो अनि त्यो सबै दिने भनेर भनेको थियौँ हामीले। कसैको पैसा खाने गर्ने भनेको छैन पहिलो कुरा चाहिँ। अनि मेरो बुवाले चाहिँ के भन्नुभयो भन्दाखेरि चाहिँ हामी पैसा दिन्छौँ तर सबै कुरा भयो भनेपछि कोर्टमा जजको अगाडि नै सबै कुरा दिन्छौँ भनेपछि पैसाहरू क्यास दिए पनि चेकमा दिए पनि उही अगाडिमै नै अदालतमा गएर नै दिन्छौँ भनिसकेपछि उसले नमानेपछि नाइ मलाई अहिले नै पैसा चाहिन्छ, मलाई आज नै मेरो अकाउन्टमा पैसा पठाउनु, मलाई क्यास चाहिन्छ भनेर उ गरिसकेपछि अनि जो कि मेरो बुवाले मान्नु भएन। उसले के चाहेको थियो भन्दाखेरि चाहिँ पैसा अगाडि नै लिने अनि त्यसपछि चाहिँ मलाई सधैँभरि फेरि डिभोर्स पनि नदिएर मेन्टली यसरी टर्चर दिइराख्ने, उसको त्यही नै थियो मोटिभ चाहिँ। त्यही भएर उसले यो सबै गरिरहेको छ, मलाई बेइज्जत गर्नलाई, बदनाम गर्नलाई यस्तो सबै गरिरहेको। अब म हजुरहरूलाई धेरै केही भन्न चाहदिनँ। प्लिज अब मेरो बारेमा त्यस्तो नराम्रो भिडियोहरू, मेरो परिवारको बारेमा, मेरो बारेमा कसैले पनि नराम्रो नसोचिदिनु होला। हजुरहरूलाई धेरै कुराहरू थाहा छैन, रियालिटी थाहा हुँदैन। हाम्रो बिचमा 4 वर्षको रिलेसनमा के भयो, के भएन, अहिले म यहाँ कस्तो अवस्थामा छु, के भइरहेको छ मसँग केही थाहा छैन हजुरहरूलाई। त्यही भएर कसैको लाइफमा यसरी इन्टरफियर गरेर कसैलाई गलत बनाएर नराम्रो भन्ने काम चाहिँ त्यस्तो चाहिँ नगरिदिनु होला। अनि अर्को कुरा चाहिँ डिप्रेसनमा गयो रे ऊ, डिप्रेसनमा गयो भन्ने कुरा। डिप्रेसनमा गएको खै, डिप्रेसनमा गएको भयो भने खै के औषधि खाइरहेको छ, के कहाँ गइरहेको छ, कुन चाहिँ हस्पिटलमा गएको छ, त्यो हुनु पर्यो नि त प्रुफ। यत्तिकै डिप्रेसनमा गएको छ रे, यस्तो रे उस्तो रे भनेर त्यत्तिकै भनेर हुन्छ? जे पाए त्यही बोल्न पाइन्छ? हाम्रो पनि त अहिले सिचुएसन यस्तो छ, हामीलाई पनि त कति गाह्रो भएको छ। यो सबै देखेर कसलाई राम्रो लाग्छ? अब यति नै हो। लास्टमा म केही भन्न चाहदिनँ। मेरो भिडियोहरू त्यस्तो नबनाइदिनु होला, नराम्रो कमेन्ट नगर्नु होला, नराम्रो नसोच्नु होला मेरो बारेमा।